साथीहरू, आज चाहिँ म यहाँ स्ट्रबेरीको बगैँचामा आइसकेको छु। अनि त्यसपछि हामी चाहिँ आज के गर्ने सानो स्ट्रबेरी हेर्ने होइन, कुन कुन पाकेछ भनेर। अनि धेरै त पहिला हेरौँ न, यतातिर पनि, यतातिर सानसानै छ, यतातिर यो पाकेको छैन, यो पाकिसकेछ, खाम न टिपौँ। अनि यतातिर यो पाकेको छ, हाम्रो कतिवटा पाकेछ भनेर हेरौँ भनेको। दुईटा टिप्यो, अब यो बिग्रिसकेछ तल माटोमा परेर छैन। अब यसमा हेरौँ न, यसमा पनि धेरै कोपिलाहरू लागेको छ है, धेरै नै उ छ, तर यसमा फले छैन, यसमा पनि फले छैन, फुलेको चाहिँ छ। अब चाहिँ फल्यो भने एकैचोटि धेरै फल्छ। अनि यहाँ पनि यो पनि भइसकेछ, लगभग यो पनि टिपिदिउँ। यो सानो भइसकेछ, यताबाट बिग्रिने हो कि भन्ने डरले हामी चाहिँ यसलाई टिपिदिन्छौँ। त्यसपछि अब छैन। अब यता यता हेरौँ है, अब यता पनि छैन, अब यता त छँदै छैन। अनि त्यसपछि यसमा छ जस्तो लागेको थियो, यहाँ रहेछ, यहाँ रहेछ, यो चाहिँ कुहिसकेछ। ल सो गाइस, पर्दैन। सो गाइस, अब हाम्रो चाहिँ यति चाहिँ स्ट्रबेरी भयो। अरू चाहिँ अब चाहिँ एक लटमा थुप्रै हुनेछ होइन सानो। ल ल्याऊ, मेरो छोरो खान्छ। अब चाहिँ मेरो छोरोले खान्छ अनि कस्तो छ भनेर भन्छ है। मिठो छ, अमिलो छैन। कति मनपर्छ मेरो छोरोलाई स्ट्रबेरी, मनपर्छ हो सानो? बोल, पात खानु हुँदैन बेटा, पात पनि खान्छु भन्छ, पात पनि खाइदियो मेरो छोरोले, यति मनपर्छ। भगवान् हेर खाएको बुढो। कुहिएको होइन त बेटा, पातै सुत्दा खाइदिएछ मेरो छोरोले। कस्तो मिठो लागेको यसलाई। अब अर्कोचोटि फिनिस भयो, अब अर्कोचोटि फेरि हामी खाने होइन। के कस्तो लाग्यो छोरो, तिमी भन्छौ त? मिठो लाग्यो, तिम्रो फेभरेट हो। के हो यसको नाम? गुड।